ठगीको मुखबाट बस्न सफल एक नेपालीको यथार्थ घटना लिएर आइसकेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्ने प्रयास गरिदिनु होला। यो कुरा शेयर गर्न धेरै रिस छ। म आफ्नो ज्यानको परवाह नगरी यो भिडियो बनाउने निर्णय गरिसकेको छु, ताकि ठगहरूले मलाई विभिन्न षड्यन्त्रहरू गरेर मारिहाल्यो भने पनि यो मेरो भिडियो हेरेर हजारौं नेपालीहरूको जीवन बच्नेछ। त्यो नै मेरो सफलता हुनेछ। काठमाडौँ बस्दै आएका एक नेपालीको यथार्थ घटना लिएर आइसकेको छु। यो कुनै बनावटी घटना होइन। नमस्ते दर्शकबिन, आजको भिडियो एकदमै महत्त्वपूर्ण हुनेवाला छ। अब सुरु गरे उक्त घटनाका नेपाली पात्रको छोटो परिचयबाट। ठगीको मुखबाट बस्न सफल उक्त नेपाली पात्र अरू कोही नभएर म आफै हो। मेरो नाम शेरबहादुर ओली। मेरो जन्म 2063 साल सल्यान जिल्ला दार्मा गाउँपालिका वडा नम्बर 6 को सानो गाउँमा भएको थियो। म काठमाडौँ बस्दै आएको थिएँ। म आफन्तीको कुरा सुनेर भारत पुगे। बिहार राज्यको पटना अजय चोक नजिकै रहेको कम्पनीको नाम दिएर नेपालीहरूले सञ्चालन गरेको त्यो जालमा पुगे, जहाँ 7 दिनसम्मको क्लास हुन्थ्यो। मानिसहरूको दिमागमा करोडौं कमाउने सपना भरिन्थ्यो। तर त्यस कम्पनीको वास्तविकता अर्कै थियो। त्यो वास्तविकता के हो पार्ट 2 मा बताउने छु। त्यो वास्तविकता जान्नको लागि पार्ट 2 को पर्खाइ गर्नुहोला। के हो पार्ट 2 मा बताउने छु। पार्ट 2 को पर्खाइ गर्नुहोला।